मेरो चाहिँ नाइटको डिनरमा आज चाहिँ भर्खर पाक्दैछ है। म चाहिँ यहाँनिर कुक गर्दैछु है साथीहरू। तपाईँहरूको त पाकिसक्यो होला हो। आज चाहिँ मलाई चाहिँ चिकन र पटेटो चाहिँ फ्राई गरेर चाहिँ मलाई चाहिँ ग्रेभी खान मन पर्यो हो साथीहरू। त्यसले गर्दाखेरि चाहिँ हेर्नुहोस् है, चिकन र पटेटो मेरो आजको नाइटमा। टाइम पनि कति भइसक्यो हो, भर्खर पाक्दैछ, 6:30 भयो। आज चाहिँ पुरा लेट भए आगोमा बसाइरहेको छु। के गर्नु, अब यस्तै छ बस्तीमा। अब ग्यास त बचत गर्नै पर्यो है साथीहरू। बस्तीमा बस्दा पनि अब यसरी ग्यासहरू चलाउन थाल्यो भने त के को पैसाले पुग्ने हो। अन्त कमाइभन्दा बेसी खुवाइ भनेको जस्तो हुन्छ नि त। अन्त अलिकति दबाईको लागि चाहिँ यहाँनिर बिरे नुन हाल्दैछु हो साथीहरू। ल है, मेरो अब रेडी भयो। मेरो हस्बेन्ड चाहिँ कहाँ गयो हो। खाना अघि आज भात चाहिँ सेलिन्छ भनेर चाहिँ मैले चाहिँ कुकरमा बसाएँ हो। अन्त राइस कुकरमा बसाउँ भनेको अल्छी लाग्यो। अब चाहिँ हल्का ग्रेभी हाल्ने। अब रात परेर चाहिँ भाइ के को चियाहरू खान्छ हौ बुढो मान्छे यस्तो। मेरो छोरा चाहिँ अब चिया खाने भन्छ। मैले कहाँ चिया खाएँ, म त तातो पानी पो पिउँदैछु त। हामी चाहिँ सादा है। हेर्नुहोस् है साथी, आज चाहिँ मैले चाहिँ मसालाहरू चाहिँ नहालेको, किनभने चाहिँ म अहिले दबाई खाँदैछु हो। ग्यास्ट्रिकको दबाईहरू लिँदैछु, त्यसले गर्दाखेरि चाहिँ मसाला चाहिँ मैले त्यस्तो हालेको छुइनँ। ल साथीहरू, सबैजनालाई मेरो सब्जी पकाइमा के कस्तो लाग्छ लाइक कमेन्ट सेयर है।